हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। मैले हजुरहरूलाई अघिल्लो भिडियोमा यो प्लान्टको बारेमा भन्छु भनेको थिएँ। सो हियर आई एम टुडे। सो यो चाहिँ फिलोडेन्ड्रन हो। फिलोडेन्ड्रनको पनि चौथो प्रकारमा पर्छ, गुलाबी रङको डाँठ भएको प्रकारमा पर्छ यो चाहिँ, हैन। जम्मा फिलोडेन्ड्रन चाहिँ 4 प्रकारका हुन्छन्। एउटा माइक्रस पात भएको हुन्छ, एउटा हृदय आकारको भनेको मुटु आकारको पात भएको हुन्छ, एउटा धेरै ठुलो ठुलो पात भएको हुन्छ र अर्को गुलाबी रङको डाँठ भएको हुन्छ। अब यो चाहिँ गुलाबी रङको डाँठ भएको भयो। यो चाहिँ हजुरहरूले आफ्नो घरमा, अफिसमा कर्नरमा राख्नु चाहिँ राम्रो देखिन्छ है त। धेरै ठुलो आकारको भएर कर्नरमा राख्दा राम्रो देखिन्छ। हजुरहरूलाई सहजताको आधारमा जतै राख्दा पनि भइहाल्यो। अनि यो चाहिँ ठुलो ठुलो पातवाला डेन्ड्रन हो। यसलाई आज घाममा एकछिन राख्नलाई निकाले हो। यसको चाहिँ यत्रो ठुल्ठुलो पत्ता हुन्छ, हेर्नुहोस् है त। यसो सानो पत्ता पनि निस्किँदैछ। यसमा पनि सेम हो। फिलोडेन्ड्रनको यो इन्डोर प्लान्ट भए पछाडि यसलाई धेरै घाममा राख्न त भएन। अनि उज्यालो छायादार ठाउँमा राख्दाखेरि राम्रो हुन्छ। सिधा घामको किरणले चाहिँ यसको पात जलाउन सक्छ। सो माटो सुक्खा भएपछि मात्रै पानी हाल्ने हो, तर बढी पानी हाल्दा जरा आफै यसको कुहिन सक्छ। सो त्यसमा पनि ध्यान पुर्याउनु हुन अत्यन्त जरुरी छ। अनि यसले चाहिँ मेन कारण भनेको इन्डोरमा राखेपछि यसले हावालाई शुद्ध बनाउँछ है त। प्रशुद्धित हावालाई चाहिँ एकदम शुद्ध बनाउने काम गर्छ, मन शान्त पार्न मद्दत गर्छ, हैन। अनि त्यही भएर हो यसको चाहिँ यस्तो छ। यसमा चाहिँ हामीले मल हाल्नको लागि अलिकति माटो निकालेको छ तलको। यो चाहिँ यस्तो देखिन्छ है त गाइज। हजुरहरूलाई घरमा राख्न एकदम बेस्ट इन्डोर प्लान्ट हो। अब यसको अर्को नयाँ टाइप्स भनेको चाहिँ यो हो। यसमा चाहिँ पत्तामा हेर्नु त यहाँ कस्तो राम्रो डिजाइन छ। यो चाहिँ पत्तामा डिजाइनवाला हो। यसमा हेर्नुहोस् त, यहाँनिर येल्लो र ग्रिन कस्तो दामी कम्बिनेसन भएको छ, पत्ता निस्केको छ। यो अर्को, यो पनि त्यही प्लान्टको हो। यो चाहिँ अलिक सानो बिरुवा भएर सानो सानो पत्ता लागेको, तर यसको त्यो अघिल्लो टाइपको जस्तो ठुलो ठुलो पत्ता चाहिँ हुँदैन है त गाइज। अनि म हजुरहरूलाई अब अर्को प्लान्ट देखाउँछु। यो चाहिँ अम्ब्रेला प्लान्ट हो। यसमा इङ्ग्लिसमा यसको नाम अर्कै छ, मलाई ठ्याक्कै याद भएन। म हजुरहरूलाई अर्को भिडियोमा चाहिँ यो प्लान्टको बारेमा पनि भनेछु। यो पनि एकदम बेस्ट इन्डोर प्लान्ट हो। हेर्नुहोस् है कस्तो दामी छ। यो पनि हेर्दाखेरि कलरफुल लिफहरू हुन्छ, यसरी राम्रो देखिन्छ राख्दाखेरि घरमा। हामीले चाहिँ सानो पटमा राखेको छौँ, तर पनि यत्रो झ्याङ्गेको छ क्या। हेर्नु न कस्तो दामी छ नि। यो पनि हजुरहरूको लागि बेस्ट इन्डोर प्लान्ट हो है। इन्डोरमा राख्दाखेरि राम्रो देखिन्छ। पट पनि अलिक राम्रो खालको लाउँदा राम्रो देखिन्छ। अब यो तपाईँहरूलाई देखाउँदैछु। यो चाहिँ सदाबहार हुने खालको प्लान्टहरू हो। यिनीहरू चाहिँ सिनेरीको लागि राख्ने हो। यसमा 2टा आइटम छ हाम्रोमा। यो चाहिँ दामी देखिन्छ सबै यसरी एक्लै बल्ले एउटै खालको राख्दाखेरि। यसमा भुइँमा रोप्दा पनि हुन्छ। यो त इन्डोर प्लान्ट होइन, इन्डोर आउटडोर दुइटैमा हुने खालको प्लान्ट हो। यसको चाहिँ फुल्ने सिजन आउँदैछ अब। ओके गाइज, थ्याङ्क्स फर वाचिङ। डोन्ट फर्गेट टु सब्सक्राइब एन्ड क्लिक द बेल आइकन प्रेस गर्दाखेरि चाहिँ हजुरहरूले मैले भिडियो हाल्ने बित्तिकै नोटिफिकेसन पाउनुहुन्छ। थ्याङ्क यू।